लग्यो भाइलाई लिएर गयो बिपिन भाइ तपाईँ आज जाँदै हुन्छ नेपाल राम्रोसँग जानु होला केही दुःख नहोस् केही दुःख नपरोस् भाइ तपाईँलाई भाइ आज हाम्रो भाइ हामी माझबाट बिदा भएर जाँदै हुनुहुन्छ विपिन जोशीले भाइ हाम्रो बिचमा देखा मास्नु भए पनि उहाँका साथै यादगार हामी सधैँ गरिरहेको छौँ एउटा फुल मलाई दिँदो दिदी सायद फुल चढाउनु दिदी अलिकति आउँछ भने मैले देखेँ त्याग गरे पनि उहाँ सबै नेपालीहरूको लागि इजरायलको लागि एउटा हिरो हुनुभएको छ उहाँको चिर आत्मा शान्तिको लागि प्रार्थना गर्दै चोककुलो परिवारको हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र जति पनि हाम्रो यस फ्युनरलमा आउनुभएको छ सम्पूर्ण इजरायलका गभर्मेन्ट जर्नलिस्ट सबैजनालाई हामी सम्पूर्ण नेपालीहरूको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु आउने दिनमा कुनै नेपालीले यसरी विदेशमा बसेर यसरी मर्न नपरोस् भगवान्सँग यही प्रार्थना गर्न छ I'm sorry, Vipin Joshi. I'm very sorry. सबै नेपालको फ्ल्याग र इजरायलको फ्ल्यागले विपिन जोशी भाइले यसरी अनर गर्नुभएको छ हामीलाई यति धेरै सपोर्ट गर्नुभएको यति धेरैजना आउनुभएको छ विपिन जोशी भाइको अनरको आज यो लास्ट जुन यहाँबाट जाँदै हुनुहुन्छ काठमाडौँमा र पशुपति आर्यघाटमा उहाँको दाह संस्कार हुनेछ थ्याङ्क यू सबैजनालाई यसरी चाहिँ हाम्रो नेपाली छोरा एउटा गोर्खाको यस नपरोस् कसैलाई नपरोस् नो एनी वान